कहाँ हुनुहुन्छ तपाईँ? तिमी मसँग रिसाके त छैनौ नि? म रिसाए नि नरिसाए नि तपाईँलाई के फरक पर्छ र? त्यो फोन बोकेको के काम? अघि नै फोन गर्नु पर्दैन? भन्नु कहाँ हुनुहुन्छ? भयो, तिमी रिसाकी रहेछौ। भोलि रिस मरेपछि फोन गर्छु। या म रिसाकी छैन के, बरु तपाईँ कहाँ हुनुहुन्छ भनेर हात दिएकी छु। उसो भए गाह्रो नमानी ढोका खोला न त, म बाहिरै छु। के रे, अघि नै भन्नु पर्दैन? पख्नु है, म आइहालेँ। सरी, अब म तपाईँसँग कहिले पनि रिसाउँदिनँ। मैले तपाईँलाई के भने? तपाईँको चित्त दुख्यो होला है। मसँग रिस पनि खुब उठ्यो होला। एकछिन त मलाई लाग्यो मैले रिसको चोकमा केसरीसँग जानु भनेकोले केसरीसँगै बिहे गर्न जानु भयो होला भनेर मेरो त मुटुले ठाउँ नै छोड्यो। अबबाट म तपाईलाई कहिले पनि केही भन्दिनँ अनि तपाईको मन पनि दुखाउँदिनँ। सरी, अब हिँड्नुस् भित्र। केसरी पनि मैसँग आएकी छे। उसलाई किन ल्याउनु भएको यहाँ? म एक्लै हुन्छु भनेर पुर्याउन आएकी।